हेलो नमस्ते नमस्कार साथीहरू, तपाईँहरू सन्चै हुनुहुन्छ भन्ने आशा गर्दै म पनि सन्चै रहेको छु। आज चाहिँ तपाईँलाई मायालु गेम भर्सेस बसिट गेम लिएर आएको छु, जसमा चाहिँ तपाईँले बसिट गेम देख्न सक्नुहुन्छ, जसमा एकापट्टि बसिट गेम र एकापट्टि मायालु गेम रहेको छ, देखिरहनु भएको छ। तपाईँलाई बसिट गेम मनपर्छ कि मायालु गेम मनपर्छ, कमेन्ट गर्न नभुल्नु होला। देख्न सक्नुहुनेछ हाम्रो यो चाहिँ बसिट गेममा चाहिँ अफरोड म्याप मोड रहेको छ भनेदेखि निकनेप्स दाईको यो बसिट मोड पनि रहेको छ, बसको मोड रहेको छ। देख्न सक्नुहुनेछ हाम्रो स्टियरिङमा चाहिँ अलिक प्रब्लम रहेको छ, यो चाहिँ अलिकति थोरै र धेरैको प्रब्लम रहेको छ भनेदेखि यता मायालु गेम रहेको छ, जहाँ नेपाली ग्यामरहरूले बनाउनु भएको मोड रहेको छ, बनाउनु भएको एप रहेको छ मायालु गेम, जसमा निकनेप्स दाई र एसबी मोड दाईले बनाउनु भएको यो गेम देख्न सक्नुहुन्छ मायालु गेम। तपाईँलाई चाहिँ कुन गेम मनपर्छ कमेन्टमा लेखिदिनु होला। मलाई चाहिँ जहाँसम्म लाग्छ नेपालमा यत्रो मायालु गेम बनाउनु भएको छ उहाँहरूले, मलाई चाहिँ मायालु गेम अलि उहाँले बनाउनु भएको मायालु गेम प्रतिको नेपालमा यस्तो गरेर देखाउनु भएको छ उहाँहरूले, त्यसप्रति मलाई चाहिँ मायालु गेम चाहिँ नेपालको आफ्नै भएकोले चाहिँ अलि मायालु गेम प्रति नै हो। र पनि त मैले पहिलोपटक बसिट खेलेको हुनाले बसिटलाई नि उत्तिकै माया गर्छु र मायालु गेमलाई नि उत्तिकै माया गर्दछु। आज चाहिँ मायालु भर्सेस बसिट लिएर आएको छु तपाईँहरूले कुन गेमलाई चाहिँ ज्यादा माया गर्नुहुन्छ तपाईँहरू? मलाई चाहिँ जहाँसम्म लाग्छ बसिट चाहिँ खेलिरहेको भएर होला मलाई अलि ज्यादै माया लाग्छ, तर पनि हाम्रो मायालु गेमलाई म उत्तिकै माया गर्छु मायालु पनि नेपालमा बसेर यति मायालु गेम बनाउनु भनेको ठुलो कुरा हो कसैले खासै बनाउनु जान्दैन नि त। मायालु गेमलाई नि उत्तिकै माया छ। सो आजको भिडियोको प्रसङ्ग यही नै थियो, मायालु गेम भर्सेस बसिट गेम बस सिमुलेटर इन्डोनेसिया गेम मायालु गेममा चाहिँ अहिले चाहिँ विभिन्न बसको मोडहरू लाउनु मिलेको छैन, बसिटमा चाहिँ बसको मोडहरू लाउनु मिल्छ नि त, त्यही भएर नि अलि राम्रो हो। त्यही भन्दै आजको भिडियो अन्त गर्दछु। धन्यवाद, सब्सक्राइब गर्नुहोला, धन्यवाद।